र यहाँ त्यो सत्कर्म जसले एक क्षण भए पनि हृदयमा आनन्द पैदा गराउँछ। जब जब हजुर मन्दिर जानुहुन्छ नि, मलाई एउटा कुरा भन्नु त, मन्दिर जाँदा मान्छेले भन्छन् कि के पाइयो र मन्दिर जाँदा? मन्दिरभित्र पस्दै गर्दा नि हजुर, म बार बार भन्छु, पाउने त अलग कुरा हो, भगवानको कृपाले मिल्छ, तर मान्छेले धेरै कुरा त दैलोबाट बाहिर छोडेर आउँछ। भगवानको मन्दिरमा जाँदा धेरै कुरा त दैलोबाट बाहिर छोडेको हुन्छ। पहिलो त रिस छोडेको हुन्छ। भित्र गएर भगवानलाई तँलाई म मुक्का दिन्छु भन्छ र कसैले भन्न सक्दैन। किन त्यहाँ गएपछि अचानक हात जोडेर शिर झुक्छ विनम्रता। भित्र पुगेपछि त्यो रिस पनि बाहिर छोड्यो, क्रोध पनि बाहिर छोड्यो। भित्र गएर बुढाबुढी बेसरी फाइट गर्छ र कोही मन्दिरभित्र बसेर जे गर्नु छ बाहिर गर्छ, भित्र गर्दैन। हजुर मन्दिरभित्र पसेपछि हजुर सब कुरा बाहिर छोड्या छ। बरु भन्न सक्छ भगवानलाई, प्रभु मलाई यो पीडा किन, बरु त्यो बिसाउन सक्छ, तर रिसाएर ठुलो स्वरले भन्न सक्दैन। त्यो पनि विनम्रतामा, प्रभु मैले यस्तो भोगिरहेको छु, प्रभु मलाई यस्तो भयो। शिर झुकाएर प्रेम भावको साथमा भगवानलाई भन्छ। भला त्यो चोर फटा बदमास किन नहोस्, तर भगवानको अगाडि गएर हात जोडेर प्रभु मैले गल्ती गरेको छु, यो कसैले थाहा नपाओस् भन्छ कि। चाहे जति बदमास किन नहोस्, तर बाहिर केही त छोडेर आएको छ। त्यही भएर भगवानको द्वार यस्तो द्वार हो। यसलाई त्यही भएर भनिन्छ सत्सङ्गको दरबार, सत्यको सङ्गत गर्ने दरबार। र यहाँ भन्नुभयो त्यही भएर भागवत कथाको आयोजन गर्नुपर्छ। त नारदजीले प्रश्न गर्नुभयो, फेरि यो भागवत कहाँबाट आयो त? यहाँ भन्नुहुन्छ वेदोपनिषदां साराज जाता भागवती कथा। यो त वेद उपनिषदको सार हो भन्नुभयो। नारदजी भन्नुहुन्छ काम छैन त्यसो भए। किन? मैले त वेद पनि सुनाएँ, उपनिषद पनि सुनाएँ, त त्यसबाट आएको सारले चाहिँ के काम गर्छ र? होइन होइन, हुँदैन। तब सनकादिक कुमारले कति राम्रो उदाहरण दिनुभयो, सुन्नु है, राधे राधे भन्नु। हेर नारद, तिमीले घिउमा पुरी तार्दै थियो, पुरी तार्दा तार्दै घिउ सक्यो। अब घिउ बन्ने त दुधबाट हो, दुधबाट दही बन्छ, दहीलाई मन्थन गरेपछि नौनी निस्किन्छ, नौनीलाई खारेपछि घिउ बन्छ। त म त यो घिउ त दुधबाटै बन्छ भनेर दुधमा पुरी तार्यो भने तल्छ? तल्छ त? तारिँदैन। त्यस्तै जुन काम वेद उपनिषदको सारले गर्छ त्यो काम वृक्षले गर्न सक्दैन। जुन काम फलले दिन्छ, जुन मिठास, त्यो काम वृक्षबाट हुँदैन। त्यही भएर तिमीले भागवतकै आयोजन गर्नुपर्छ भन्नुभयो। र हरिद्वारमा गङ्गाको तटमा सनकादिक कुमार व्यास मञ्चमा आसीन हुनुभयो। नारदजी कर्ता भएर बस्नुभयो। ऋषिगणहरू आफ्ना सबै शिष्य लिएर आउनुभयो कथा सुन्न। कथा चल्दै थियो। अचानक चल्दा चल्दै एक सुन्दर स्त्री आएर बिचमा आफ्ना साना साना बालकको साथमा नाच्न लागे। भक्ति सुतो तो तरुणो गृहीत्वा प्रेमैक रूपा सहसा विराशित श्री कृष्ण गोविंद हरे मुरारी नाथेति नामानि मुहुर्वदन्ति। यसरी नाचेको देखेपछि सबैले भनेछन् यो कहाँबाट आएर नाच्दैछ त, यो को यो? सनकादिक कुमार भन्नुहुन्छ यिनलाई यसरी नबोल्नुहोस्, यिनी भक्ति देवी हुन्। इनका साथमा आएका दुई पुत्र बालकहरू ज्ञान र वैराग्य हुन्। इनकै कल्याणको लागि हामीले भागवतको आयोजन गरेको। तब भक्ति माताले सोध्नुभयो म कहाँ बसौँ त? सबैलाई बस्ने ठाउँ रहेछ, मेरो बस्ने ठाउँ कहाँ? तब भन्नुभयो निरन्तरम वैष्णव मानसानी, भगवानको भक्तको हृदयमा गएर बस। तब नारदजी भन्नुहुन्छ भाग्योदयेन बहुजन्म समर्जितेन सत्सङ्गमं च लभते पुरुषो यदा वै। मेरो त भाग्यलाई उदय भएछ, मेरो भाग्यको उदय भएर एक दुई जन्म होइन रे, बहु जन्म। तब मैले कथा सुन्न पाएँ भन्नुहुन्छ नारदजी। अनि हाम्रो पनि त भाग्य उदय भएको हो नि, हो कि होइन?
त्यही भएर कथा सुन्न पाइन्छ। जबसम्म भाग्यको उदय हुन्न तबसम्म कथा सुन्ने अवसर मिल्दैन। त्यही भएर यहाँ भन्नुहुन्छ त्यतिखेर भगवान नारायण प्रकट हुनुभयो। बोल्नु श्री नारायण भगवानको। त भगवान नारायण समक्ष सनकादि कुमार र नारदजीले बिन्ती बिसाउनु भयो, प्रभु हजुरले अब एक काम गरिदिनु पर्यो। के काम? जहाँ जहाँ श्रीमद् भागवत कथाको आयोजन हुन्छ त्यहाँ त्यहाँ कुनै न कुनै रूपमा उपस्थित भइदिनु पर्यो। त भगवानले तथास्तु भनेर वरदान दिनुभयो। भन्नुहुन्छ जहाँ जहाँ पुराणको आयोजन हुन्छ त्यहाँ म जसरी पनि उपस्थित हुन्छु, कुनै न कुनै रूपमा। त्यही भएर कथाको पण्डाललाई सच्चा दरबार भनिन्छ, जहाँ भगवान नारायणको आगमन हुन्छ, स्वयं भगवान विराजमान हुनुहुन्छ र हामी उहाँकै सानिध्यतामा भगवानकै वाङ्मय प्रतिमूर्तिलाई गाउने प्रयास गर्छौँ। हजुरहरू सुन्ने प्रयास गर्नुहुन्छ। भक्तवत्सल भगवानको। त्यसरी भगवानको कथाको महात्म्य कथा बडो सुन्दर भावले यहाँ सुनाउँदै हुनुहुन्छ। आउनुहोस् अब आज हाम्रो सबैको प्यारो बडो प्रेम भावको साथमा जहाँ जहाँ भागवत कथाहरू हुन्छन्, चितवनदेखि कहिले काठमाडौँ, कहिले भक्तपुर, कहिले झापा राधिका फाउन्डेसनमा गएर ती सेवाका हातहरू बढाउने, भगवानको जो सिकाएको कर्म छ, एउटा मानव जीवन पाएर यो धरतीमा गर्ने एउटा कर्तव्य जो छ त्यो बोध गरेर यस ठाउँमा मानव जीवनको सार्थकता दिलाउने सबैका प्यारा, कतिले सर्पदायी भन्नुहुन्छ, धेरैले सर्प उद्धारकर्ता यमलाल भण्डारीज्यू, उहाँलाई अब म यो अगाडिको मञ्चमा हजुरहरूको लागि बाँडीहरू राख्दै आजको भजन कीर्तनको आनन्द हामी लिन्छौँ। सबैले जोडदार तालीले सम्मान गर्दै उहाँलाई अबको कार्यक्रमलाई अगाडि बढाउनलाई म अनुरोध गर्छु है। प्रेमले भन्नु राधे राधे, अझ भक्तिले भन्नु राधे राधे। राधा कृष्ण भगवानको जय जय हो। हे आमा मत यो पुकार दिलको, हातैर जोडी गरे तिम्रै सन्तति हो परिचरणमा, सर्वस्व आफ्नो धरे त्यागेर सबै घमण्ड मनका, खोज्दै सहारा ती झुक्दै त्यो पदमा परे शरणमा, भागुन् सबै दुर्मति। झुक्दै त्यो पदमा परे शरणमा, भागुन् सबै दुर्मति। बोली श्याम सुन्दर भगवानको यति जयले त पाप काटिन्न मेरो बाबा। पाप कटाउनको लागि सबैले दुवै हात माथि गरेर भन्नुपर्छ, बोली श्याम सुन्दर भगवानको। अब जय सबैले भन्नुभयो, अब पाप नगरेकाले मात्रै जय भन्नुहोला, पाप गरेकाले भन्नु पर्दैन। बोली रामचन्द्र भगवानको। यसरी जय भन्यो भने त सबै पाप राप्तीतिर गए, त्यही भएर जय भन्न नबिर्सिनु होला। आज साँच्चै भन्नुहुन्छ भने यो संसारमा सायदै यस्तो माता, यस्ता मधुर बाणीहरू हामीले कमै सुन्न पाउँछौँ। मलाई लाग्छ म जुन दिनदेखिबाट माताको चरणमा परे, मान्छेलाई यो के भन्छ भन्ने पनि हुनसक्छ। मेरो करिब करिब 8 लाख रुपियाँ फसेको पैसा पनि उठेको थियो जुन दिन उहाँको चरण छोएको थिएँ। म त्यसै पछि लागेको छैन। उहाँले गरेको कार्यक्रममा मेरो बल बुदाले भ्याएसम्म कहाँबाट कहाँ जानुपर्छ म जाने गर्छु। एकचोटि सबैजनाले माताजीको लागि हात माथि गरेर ताली बजाइदिनुहोस् न। यति मात्रै होइन, जीवनमा यस्ता कष्टहरू सहनुभयो,
आँखाबाट बलिन धारा आँसुहरी बगे, कहिले उहाँले हार मान्नु भएन आफ्नो जीवनलाई। आज आफू त त्यो ठाउँमा हुनुहुन्छ नै, हरेकको मुटुमा मनमा बास गर्नुभएको छ। त्यति मात्रै होइन, सबैलाई मुटुमा राखेर देश विदेश नेपालीहरूको मनमा बसेर आज राधिका दासी बन्नुभएको छ। उहाँप्रति मेरो यो शिर फेरि पनि नमन टक्राउन चाहन्छु। भाग्यमानी श्रेष्ठ परिवारलाई फेरि सम्मान व्यक्त गर्न चाहन्छु। साँच्चै यस्ती छोरीलाई तपाईँको आँगनमा यो पवित्र भूमिमा पाइला राख्ने अवसर पाउनुभयो। सायदै जो कहिले पाउँछ त्यो पनि घरको काममा। श्रेष्ठ परिवारले आज यति धेरै परिवारलाई हेर्नुहोस् त, कति दिन भयो पानी आउँदा घाम लाग्दा जे हुँदा पनि तपाईँ आएर, मैले त पहिले आएर यहाँ सोचेको थिएँ यो त सार्वजनिक कार्यक्रम होला भनेर सोचेको थिएँ, तर म दङ्ग परेँ। त्यो घरभित्र गइसकेपछि श्रेष्ठ परिवारको माया, श्रेष्ठ परिवारको दया, त्यो ममता रूपी बाणीहरू एकचोटि श्रेष्ठ परिवारको लागि पनि जोरदार ताली बजाइदिनु होला। मलाई थाहा छैन म कहिले यो संसार छोड्छु, किनकि मेरो कामै त्यस्तो छ। मध्यराति 2 बजे निन्द्रामा उठेर कसैको घरको कोठामा गएर ज्यानमारा सर्पलाई उद्धार गरेर त्यसलाई जङ्गलमा लगेर छोड्ने काम सहज छैन आमा। मैले तपाईँ जस्ता धेरै आमाका आँसु पोछेको छु। त्यो सर्प निकालिदिएर घरभित्र सर्प हुन्छ, खेतको आलीमा बसेर रोइराख्नु भएको हुन्छ, भित्र जान सकिएन भनेर। मेरो जानको माया छैन, मलाई लाग्छ पहिला उहाँहरूलाई निदाउने बनाएर म निदाउने छु भनेर गरेको छु। अझै यस्ता माताजीका मुखार बिन्दुबाट निस्केका बाणीले अझै ऊर्जा थप्छ, अझै गरिरहनेछु। अब मैले धेरै कुरा मेरा गर्दिनँ। सर्पकै भिडियो हेर्न मन लाग्यो भने तपाईँले युट्युब च्यानल छँदैछ स्नेक एमलाल, फेसबुक पेज छ स्नेक एमलाल, त्यहाँ गएर विषालु कस्तो अविषालु कस्तो सबै सर्प थाहा पाउन सक्नुहुन्छ। काठमाडौँ वरिपरिमा पनि तपाईँलाई सर्प घरभित्र पस्यो अप्ठ्यारो छ भने मेरो नम्बरमा एकचोटि कल गर्नुहोला। काठमाडौँको दक्षिण कालीमा सुबोध आचार्य भन्ने भाइ हुनुहुन्छ। तपाईँहरूलाई कुनै पनि दिन अप्ठ्यारो पर्दाखेरि उहाँ आएर घरबाट सर्प निकालिदिनु हुनेछ। मेरो नम्बर हजुरहरूलाई यदि याद रहन्छ रहन्न, सबैले कतिले सम्झिनु होला कतिले सम्झनुहुन्न, टिप्नु होला। 98452, फोन नगरे फर्केर आउनु। त्यो होइन भन्न खोजेको। 98550 81 753 मेरो नम्बर छ। अप्ठ्यारोमा पर्दा, कसैले खान नपाउँदा, कोही बिरामी हुँदा, कसैका मान्छे हराउँदा हामीले देखिराखेका छौँ। अर्जुन भुषाल हामी सँगसँगै हुन्छौँ। त्यस्तो अप्ठ्यारो पर्दा पनि तपाईँहरूले सम्झिनुहुन्छ। बोलो रामचन्द्र भगवानको, कृष्ण कन्हैया लालको जय, आजको आनन्दको जय। 33 कोटी देवी र देवता हजुरको चरणमा, 33 कोटी देवी र देवता हजुरको चरणमा, म भक्तलाई लिनु है माता हजुरको शरणमा। हरि हरि म भक्तलाई लिनु है माता हजुरको शरणमा। सबैले ताली बजाउने एकचोटि। आहा, हेर्नुहोस् त कति राम्रो ठाउँ यो, कति राम्रा आमा बुवाहरू। माताजीले त्यो बाणीहरू गाउँदा निकाल्दा कति राम्रोसँग सुन्नुभएको थियो। यो श्रेष्ठ परिवारलाई फेरि पनि नमन टक्राउन चाहन्छु। पशुपतिनाथ काली दक्षिण कालीको, पशुपतिनाथ भगवान अनि दक्षिण कालीको सम्मान गर्छु आमा र दिदी हजुरको तालीको। हरि हरि सम्मान गर्छु बाबा र दाई हजुरको तालीको, हजुरको तालीको। ए भक्त हजुरको तालीको, हजुरको तालीको। ए भक्त हजुरको तालीको, दर्शन गर्न जाउँ है भक्त दक्षिण कालीको। हरि हरि दर्शन गर्न जाउँ है
छेडकालीको। अझै ताली, अझै फुरेर आउनु पर्यो ताली। आहा, मरेर लानु केही पनि छैन। हेर्नुहोस् त, आहा, दादाको नाच हेर्नु न। भागवत मञ्जरी नेपालकी छोरी, नेपालकी भाषीको। भागवत मञ्जरी नेपालकी छोरी, नेपालकी भाषीको। कतिमा गयन गरौँ र भक्त राधिका दासीको। ए हरि हरि कतिमा बयान गरौँ र भक्त राधिका दासीको। रहन पाऊँ हजुरको सधैँ यो छत्र छायामा। रहन पाऊँ सधैँमा हजुर यो छत्र छायामा। राख्नु है माता यो दुखीलाई हजुरको मायामा। ए भक्त राख्नु है माता यो दुखीलाई हजुरको मायामा। हरि हरि राख्नु है माता यो दुखीलाई हजुरको मायामा। हे जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब। 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 हे जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त। जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब। हे जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त। जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त। जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त हरे। बोली श्याम सुन्दर भगवानको यसरी भजन गाउने नाच्ने हो भने त मेरो भगवान मलाई रातैभरि गाम गाम हुन्छ। आज माताजीलाई अलि गाह्रो पनि भएको छ, मलाई थाहा छ। त्यो एउटा दाँत निकाल्दाखेरि माताजी त त्यति बोल्नुभयो, म त क भन्दाखेरि ल भन्दै। आज माताजीले त प्रष्टै भन्नुभएको छ। यति पीडा हुन्छ माताजीलाई। उताबाट सलाम आइसक्यो। ल नमस्कार है दाई, मेरो पनि सलाम। दाईलाई पनि धन्यवाद दिन चाहन्छु। समय हो, बेला बेला भइहाल्छ नि त। आउनुहोस् फेरि भक्ति सङ्गीतमा। म यति बेला एकदमै मृदुभाषी मेरो प्रिय दाई, जसले नेपाल अधिराज्यभरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भक्ति सङ्गीतलाई जगाउँदै हुनुहुन्छ। सुमधुर स्वरका भजन गाउनुभएको छ। दाईप्रति मेरो प्यारो भाइ भीम। त्यो मान्छे कहिले रिसाउँदैन। हेर्नुहोस्, त्यो जन्मिँदा पनि हाँसेरै जन्मिएको थियो जस्तो लाग्छ। त्यो जति बेला पनि त्यस्तै हो। भाइलाई अक्टोबरमा बस्ने दाजु, व्यासासनमा बस्ने गुरुदेवप्रति उच्च सम्मान व्यक्त गर्दै मैले अलि पछि सम्झिएँ, माफी चाहन्छु। हजुरहरू पछाडि बसेर अगाडि आएर गाउँदा आफूलाई कति अड लागेको छ, माफी चाहन्छु। आउनुहोस् फेरि भक्तिमै रमाउनेछौँ। नाच्न चाहिँ पर्छ। एउटा दाई नाच्नु भयो भने भजन, मैले त त्यहाँ भिडियो खिचेको छु। भोलि ल हेर्नुहोस् कस्तो हुँदो रहेछ काठमाडौँमा नृत्य भनेर देखाउन छ। त्यही भएर धेरै आमा दिदी बहिनी नाच्नुहुनेछ है। यो संसारमा मरेर जाँदा लानु केही पनि छैन, केवल लगिन्छ भने यही आफूले गरेको कर्मलाई यहीँ छोडेर जाने। यो शरीर त गइहाल्छ। हरे शरीर चितामा आमा, शरीर चितामा मरेपछि एउटा फोटो हुन्छ भित्तामा। शरीर चितामा, शरीर चितामा मरेपछि एउटा
फोटो हुन्छ भित्र। मैले अब श्रेष्ठ परिवारलाई नाच्नको लागि बोलाउँछु। आज आउनुहोस्, यो पवित्र भूमिमा मेरो दिदी, मेरो दाई, हजुरहरू परिवार सबै एकपटक आइदिनु होला। मेरो आग्रह छ, आज हाँसी हाँसी नचाएर जाने धोको छ, मेरो मन छ, सबैजना आइदिनु होला। मेरो आमा, मेरो दिदी, मेरो बहिनीहरू, मेरो दाईहरू प्लिज आइदिनु होला है, एकपटक आइदिनु। क्यामेरामा कैद गर्नेछौँ यो, हामीले यसलाई जोगौँ जुगसम्म देख्न मिलेछ। आइदिनु होला एकपटक। आहा, शरीर चितामा, शरीर चितामा, मरेपछि एउटा फोटो हुन्छ भित्तामा। शरीर चितामा, शरीर चितामा, मरेपछि एउटा फोटो हुन्छ भित्तामा। शरीर चितामा, शरीर चितामा, मरेपछि एउटा फोटो हुन्छ भित्तामा। आहा, ताली बजाउनेले ताली बजाउनुहोस् है। शरीर चितामा, शरीर चितामा, मरेपछि एउटा फोटो हुन्छ भित्तामा। शरीर चितामा, शरीर चितामा, मरेपछि एउटा फोटो हुन्छ भित्तामा। हरि मरेपछि एउटा फोटो हुन्छ भित्तामा। हरि मरेपछि एउटा फोटो हुन्छ भित्तामा। ल हेर्नुहोस्, हो कि न भन्नुहोस् त, वास्तवमै जीवन त्यही एउटा फोटो भित्तामा रहनेछ। अझै नाच्नुहुनेछ मेरो राजा, मेरो प्रभु। अझै धोको पुगेको छैन, बल्ल अलिअलि स्याहाँ स्याहाँ हुन थालेको छ, हुँदैछ। यो ज्यान पनि घटाउन पर्छ क्या स्वादै। हरे बाबा आमालाई, बाबा आमालाई गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। बाबा आमालाई, बाबा आमालाई गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। बाबा आमालाई, बाबा आमालाई गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। पछाडि बहिनीहरू पनि नाच्दै हुनुहुन्छ है, आमा दिदी बहिनी। एकचोटि सबैले हात माथि गर्नु त ल, पाप नगरेका भरिले हात माथि है। बाबा आमालाई, बाबा आमालाई गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। बाबा आमालाई, बाबा आमालाई गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। बाबा आमालाई, बाबा आमालाई गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। हरि गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। हरि गल्ती गर्न भन्दा पहिला सम्झ रामलाई। बोलिए श्याम सुन्दर भगवान को। आहा, यस्तो नाच पो बल्ल नाच। माताजी, म त दङ परेको छु। हरे पापीलाई सजाए, धर्मीलाई बैकुण्ठ। पापीलाई सजाए, धर्मीलाई बैकुण्ठ। पापीलाई सजाए, धर्मीलाई बैकुण्ठ। हे पापीलाई सजाए, धर्मीलाई बैकुण्ठ। फेरि ताली हरायो हजुरहरूको। हात पनि माथि एकचोटि, सबैजनाको हात माथि ल। हेर्नुहोस् त कति राम्रो देखिन्छ।
हे पापीलाई सजाए धर्मीलाई बैकुण्ठ हे पापीलाई सजाए धर्मीलाई बैकुण्ठ पापीलाई सजाए धर्मीलाई बैकुण्ठ पापीलाई सजाए धर्मीलाई बैकुण्ठ पापीलाई सजाए धर्मीलाई बैकुण्ठ बैकुण्ठ हरे। बोलिए श्याम सुन्दर भगवानको जय हो। हरे कति रमाइलो आमा कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो। एकचोटि फेरि सबैले एउटा हात माथि गर्नु न दुईटा हात यसरी कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो। कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो हरि वनमा चरी मनमा हरि कति रमाइलो हरि हरि वनमा चरी मनमा हरि कति रमाइलो हरि। हे कति रमाइलो कति रमाइलो कता गए गाई बाछा कता गए दामला। आज त सायद कृष्ण जन्मोत्सव पनि थियो होइन त्यही भएर हे कति रमाइलो कति रमाइलो गोकुलमा लगेदेखि हामी पनि जाम्ला। कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो। एकचोटि फेरि हात माथि आफ्नो शरीरको एक्सर्साइज पनि हुन्छ है। कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो कति रमाइलो वनमा चरी मनमा हरि कति रमाइलो हरि वनमा चरी मनमा हरि कति रमाइलो हरि वनमा चरी मनमा हरि कति रमाइलो। बोलिए श्याम सुन्दर भगवान को जय हो। अलि भात खाजी गरेर बोलाउँ न बिना स्वादे। बोलिए श्याम सुन्दर भगवान को जय हो। आउने त रहेछ गर
ए आज फलार खाएर सुस्त बोल्नुहोस् भन्नुभएको छ यताबाट गुरुजीलाई पनि सम्मान छ यति राम्रो नाच्नुहुन्छ मैले धेरै ठाउँमा देखेको छु आज नचाउन पनि मन छ मलाई हो हो देख्नुभयो मैले मात्र होइन पशुपतिमा पनि नाच्नु भएको थियो अरे हजुर आज गुरुलाई पनि नचाउनु पर्छ हो किन भन्नु त आज माताजीको दाँतको चाहिँ उपचार नभएको भए माताजीलाई पनि नचाउने मन थियो आज मैले बोल्ने ठाउँ छैन माताजीलाई केही भन्दिनँ हाम्रो माताजीलाई यो ठाउँमा पुर्याउने सायदै पर्दा पछाडिको हिरो भनेर चिन्छन् धेरैले मैले सायद कोही मान्छेलाई मुटुभित्र राखेको छु भने त्यो राखेको मध्येको एउटा प्रिय व्यक्तित्व जो पङ्कजजी हुनुहुन्छ एकचोटि माथि आइदिनु होला कुनै पनि मान्छेलाई अगाडि बढ्नको लागि उसको पछाडि एउटा अभिभावक चाहिन्छ आज माताजीलाई यो ठाउँसम्म पुर्याउनको लागि तातै गरेर डोराएर हिँड्नुहुने पङ्कजजीको लागि एकचोटि जोरदार ताली बजाइदिनु होला साँच्चै हरेक आमाको कोखबाट तपाईँ जस्ता सन्तान जन्मियोस् र हरेक आमाले तपाईँ जस्ता दिदी भाइ बेला जन्माइदियोस् यही चाहना छ माताजीप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको 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 आहा दिदीहरू बिचमै नाच्नु भएको छ तपाईँ ठाउँ छ भने त्यसले पनि नाच्नु होला है सेवा गर्नु बाबा आमाको भजन गर्नु श्री रामको 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 भजन गर्नु श्री रामको भजन गर्नु श्री रामको कहिलेकाहीँ यो भजनहरू गाउँदाखेरि मेरो भगवान् गाइएको एउटा हुन्छ सुन्नेको अर्को पनि हुनसक्छ है मलाई यो धेरैचोटि फोन आयो कति सर्पको हो कि म उठाउँछु अनि फोन गर्छु है हजुर हजुर नमस्ते कुन ठाउँमा कत्रो छ जिङ्गर हजुरले भित्र गएर ओछ्यान लगाएर सुत्नु ढोका बन्द गरेर आफै जान्छ टेन्सनै नगर्नु है ल कति सजिलो नि त बाहिर फुलका बुट्टामा बसिया छ अरे त्यसलाई देखेर निन्द्रा लागेन अरे यस्तो छ माताजी समय कति छ भोलि श्याम सुन्दर भगवानको जय हो हे कृष्ण आउन लिन गोकुलको दही मिठो वृन्दावनको केरा हे कृष्ण आउन लिन बसाइदेऊ न काले कृष्ण हाम्रो मनमा डेरा हे कृष्ण आउन लिन गोकुलमा जाने बाटो मैले चिनिन हे कृष्ण आउन लिन गोकुलमा जाने बाटो मैले चिनिन हे कृष्ण आउन लिन गोकुलमा जाने बाटो मैले चिनिन
यहाँको आमा दिदी बहिनी कति नाच्नु भएको थियो एकचोटि उठ्नुहोस् न केही हुन्न ज्यान घट्छ आउनु आहा अत्यन्तै मिठो राम्रो नाच्नु भएको थियो दिदी आमाहरू हे कृष्ण आउन दिन गोकुलामा जाने बाटो मैले चिनिन हे कृष्ण आउन दिन गोकुलामा जाने बाटो मैले चिनिन हे कृष्ण आउन दिन गोकुलामा जाने बाटो मैले चिनिन हे गोकुलामा जाने बाटो मैले चिनिन हरि गोकुलामा जाने बाटो मैले चिनिन अब भजन गाउँदाखेरि यसरी गाइन्छ यदि भगवान् श्रीकृष्णले अहिले सबैजना अट्ने विमान लिएर आउने नि सबै भाग भाग घरतिर हुन्छ कोही पनि जानुहुन्न किनकि हामीलाई यो सृष्टिले त्यति माया गर्छ हो किन भन्नुहोस् त बोलिए श्याम सुन्दर भगवानको कति दयालु भक्त ऊपर भगवान अति दयालु कति दयालु भक्त ऊपर भगवान अति दयालु कति दयालु भक्त ऊपर भगवान अति दयालु आहा कति दयालु भक्त ऊपर भगवान कति दयालु भक्त ऊपर भगवान अति दयालु कति दयालु भक्त ऊपर भगवान अति दयालु कति दयालु भक्त ऊपर भगवान अति दयालु हरि भक्त ऊपर भगवान अति दयालु हरि भक्त ऊपर भगवान अति दयालु बोलो श्याम सुंदर भगवान को हरे जय राम हरे हरे के फूला फुल्यो वृन्दावनैमा टपकै टिपेर राखौ मनैमा के फूला फुल्यो वृन्दावनैमा टपकै टिपेर राखौ मनैमा के फूला फुल्यो वृन्दावनैमा टपकै टिपेर राखौ मनैमा फूला फुल्यो वृन्दावनैमा कति राम्रो कति उज्यालो श्रेष्ठ परिवारको घरबार हो कि हैन के फूला फुल्यो वृन्दावनैमा यसो हेर्दा मथुराको देखिन्छ नि दरबार के फूला फुल्यो खोलीतिरैमा टपकै टिपेर कृष्ण सिरैमा के फूला फुल्यो खोलीतिरैमा टपकै टिपेर कृष्ण सिरैमा के फूला फुल्यो खोलीतिरैमा टपकै टिपेर कृष्ण सिरै ओहो